guys, welcome back to my channel. नमस्ते जोरले सबैजनालाई। है त गाइजहरु हामी चाहिँ अब फोटो खिच्न जाँदैछौँ माथि के भन्छ रे त्यो नाम इङ्ली पनि चोर्छ हामी चाहिँ फोटो खिच्न जाँदैछ त्यही इङ्लीको बोट पनि छ आया जुनेली राते रातैमा होइन किन सुत्न लागेको त नि जुनेली राते रातैमा हामी चाहिँ हिँड्दैछौँ थानी मन्दिर जाँदैछौँ हामी चाहिँ फोटो खिच्न अघि बिहान अघिसम्म पानी पर्थ्यो अहिले हामी पानी पनि रोक्यो घाम लाग्दैछ अलिअलि हामी चाहिँ जाँदैछौँ है गाइजहरु जुली 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 काउली काउली रे के तोरीको फुल तोरी फुलेको जस्तो देखेँ जाँदैछौँ है यो उकालो चढ्न पर्छ है त गाइजहरु थानी मन्दिर जाँदैछौँ हिँड्न नसक्यो नि यहाँ छ्या भयो है हामी चाहिँ हट्यो भने गाउँ आइपुग्न लागिसक्यौँ घाँटी दुखेर हैरान भयो मेरो अङ्ग हेर्नुहोस् गाइजहरु हेर्नुहोस् मेरो अङ्ग अगाको जुगा जस्तो देखियो बिचमा अङ्ग यत्रो भयो जुनेली भन्ने मात्रै झुन्ड्याउँ म पनि रातै रातैमा के रहेछ बाटोमा के हुन्छ यसलाई के अरे मालभोग अर्को त्यो ठुलोवाला केरालाई के भन्छ अरे नाम पनि आयो भन्ने आउँदैन कि के हो कि किरा त किरा हो पेला हो कि यसलाई हो माला पहिला रुपेश अङ्कलको बाबा जे दिन्थ्यो गाउँ गाउँमा 20 रुपियाँ हामी चाहिँ खानेकुरा किन्दैछौँ यहाँ आन्टीकोमा आन्टी किधर है आप ममता घरको थिए यता मुलाबारी जाने बाटो यता थानी जाने बाटो अस्ति हिजो बिहान अरे के मैले यही हाल सुनेर म घाँस खान जाने पाएन कि त्यही भएर अन्त म जान्थेँ बिहान तिमीले भन्थ्यौ त घाँस खान जाने भनेर अन्त मेरो हात यस्तो मेरो हात सन्चो भएर जान्थ्यो जामला भोलिपर्सि चोर्नी लालीगुराँस टिप्न है अनि चाहिँ त्यही त झम्म देखेको रुखमा त आइपुग्ने गाइजहरु मलाई तिम्रो समुद्र दाइले टिकटकमा केमा फलो गरेको थियो यो देखेको गाउँथोक हामी यता हो जाने फोटो खिच्न थानी मन्दिर हामी चाहिँ हिँड्दैछौँ पकाएर पुगी बोक्दै खानेकुरा बोक्दै झोला बोक्दै बाख्रा कति धेरै हो नि कसको एक्लैको रे अरे कहना क्या चाहते हो एउटा घरको रहेछ क्या भन्नु लाग्यो कि एक्लैको भन्नु लागेको कस्तो जिब्रो पनि इमलीको बोट कस्तो फल्यो रहेछ हामी चोर्दैनौँ कहिले पनि हो कि अझै अस्ति जस्तो झम्म त नरहेछ है त्यो बोट के फुलको अङ्के त्यो फुल के भन्छ त्यसलाई कहिले के आफ्नो होला नि हेलो डन परवा डन
यही मेकअप गर्दैउ न यही हाम्रो गाउँको डन त्यो ऐना ल्याएन आज रिस उठेर बोल्न पनि लागेन मम्मी झगडा गरेर दिएन किन त्यो भएर पो रिसा खा भन्दै रहेछ तेरो मम्मीले नि यो र मम्मी उस्ता उस्तै है त चिन्न सक्दैन दिदी पनि हो कि मम्मी र यो के छ उस्ता उस्तै सेम देखिन्छ के पछाडिबाट त अगाडिबाट लोसन लिएर आएन ओ म त लिएर आयो राखेन मैले त केही पनि दिन्न भन्नु पर्यो सिधा दिन हामी दिन्न भने त ल्याएन भन्ने होइन ओइ कतिखेर फुल टिप भातै हुनु लाग्यो म त फुल त म चाहिँ रेडी भइसकेँ अब कोही मेकअप गर्दैन कति बेला भ्याउने पानी परा जस्तो भएको मौसम चाहिँ है त कस्तो पाउडर तिम्रो यो तिम्रो व्हाइट लगाउने पाउडरमा चाहिँ यो व्हाइट लगाउने हुन्छ हाम्रो गाउँको स्कुल देख्दो रहेछ यहाँबाट यता चाहिँ चोक्रे गाउँ भने देखिँदो रहेछ ठ्याक्कै स्कुलबाट सरेर जाने जुनेली राते रातैमा निस्केर भ्याइसक्यो अब एकजना निस्किनै छ फोटो खिच्नै छौँ अब फोटो खिच्ने तयारी गर्दैछौँ है हामी चाहिँ पानी परा जस्तो भइसक्यो दिन चाहिँ निस्केर भ्याउने कति बेला हो गाइजहरू कुनै कुनै मोबाइलमा त आफै आउँछ त सेभ गरेर नपर्ने भएको त्यस्तो आउँछ आउन त तर फेरि व्हाट्सएपको उसै फाल्यो भने चाहिँ हट्दो रहेछ के तेरा हैन यो के पागल भएको होला यो रङलाई हेर्नु भित्र लाग्यो हो मेरो त लामो छ त नाकतिर छ्या कहाँ यहाँ भन्दा त निक्लिँदैन त्यहाँ पक्कै हुन्छ है खै त अझै धेरै बोल्दो रहेछ तेरो फुल कहाँ राख्नुमा राखिस् यो भिडियो यसको बोयफ्रेन्डले हेर्दैछ भने भिडियो हजुर खै चाहिँ लिएर आउनु न अड्दैन क्या काटै छैन कति हो के फोटो खिच्दैन जाम फोटो खिच्छ मलाई खिच्दै पहिला खिच्दैन भाइ कस्तो रहेछ खिच भनेको फोटो खिचेर भिडियो बनाएर सबै गरेर भ्याइसक्यौँ अब कपडा फेरेर अब हामी कपडा फेरेर हामी चाहिँ मिल्यो भने अरूले सोध्छौँ है गाइजहरू अहिले पानी परेन भने फोटो खिच्दा भिडियो गराउँदा पानी अलिअलि पऱ्यो नि त गाइजहरू जुवा खा क्या हो यो चाहिँ इम्लीको बोट है गाइजहरू यो मलाई सबैलाई देखाउनु मन लाग्छ क्या फेरि यस्तो खतरा मान्छे हो नि त हामी चाहिँ अब फोटो खिचेर टिकटक बनाएर भ्याइसक्यो तर हामी चाहिँ के गर्न जाँदैछौँ भने हामी इङ्ग्लिस पनि जाँदैछौँ है मान्छे त छ तर भए पनि हामी चोर्न जाँदैछौँ त्यही भने मार्यो भने यो फुलमा नि फोटो खिचेँ एउटा दुइटा हाम्रो हामी चाहिँ अमृतसरमा जाँदैछौँ है गाइजहरू चर्ने रुखमा चाहिँ यही त चर्न स्टार्ट गर्दैछ मान्छेले चाहिँ हेरेको क्या हो उताबाट यही इम्ली चाहिँ गाइजहरू ओके केले गर्ने त टुप्पा टुप्पा हुन्छ जस्तो चोर्ने भनेको कस्तो चिलाएको के यसलाई इम्ली है गाइज इम्ली निकाले भइहाल्छ चालले हेरेर खाना नै हुन्न पहिला हालेको त लाउन सक्दैनौ त ल खै रुखमा त
हेर्छु नि भनेको छ नो मिसन कम्प्लिट गर्न अरू पनि छ मुखमा चढ्दै के देख्छ कि भन्नु अङ्कल उल्टोपट्टिमा चढाउँदा देखान्छ नि त घरबाट पाँच हो त हो त्यहाँ छ रहेछ एउटा ए धेर चाहिँ पर्दैन नि भुइँमै पुग्छ नै है है ल्याम्मा ल्याम्मा मान्छे आयो हामी चाहिँ जाँदैछौँ त्यही तिमीलाई पाऊ मैले जाने नजानी माया लाई जाने नजानी त्यही तिमीलाई पाऊ पागल औरत सक्दिनँ चढ्नु सकेन बुढ्न जाने भने ए कस्तो क्या मान्छे हाम्रो खाजा रेडी हुँदैछ है त गाइजहरू के गर्नु बिजोको पाएर प्लास्टिकमा खाल्ला अझ यो नि माग्न गएको भने फर्केर अँ त के खाऊ खाने गाइजहरू खाऊ टुप्पिरह्यो त के हालत कसरी खा करेन्ट गएर भएर यसरी क्या छिटो भ्याउँछ एउटा एउटा गरेर खाऊ न कति छिटो खाएको के ल हामी खाजा खाएर चाहिँ जान्छौँ है गाइजहरू घर अब हामी चाहिँ घर जाँदैछौँ है त फोटो खिचेर टिकटक बनाएर खाजा खाएर भ्याएर हामी चाहिँ घर जाँदैछौँ म चाहिँ इम्ली खाएको या मेरो नि त भोल्टीमा खै बिग्रियो अलिकति खान्छु भनेको त र आजको भिडियो चाहिँ यति नै कस्तो पखायो कि इम्लीले खाँदाखेरि त्यहाँ डुडेल पिछाडि नफुकालेको या झौलायो मैले त फुकाले आजको ब्लग चाहिँ यहीँ इन हुन्छ है त इन्ड हो कि समाप्त हो कि के हो सबै यहीँ खतम हुन्छ आज है त गाइज आजको भिडियो चाहिँ यति नै बाई बाई गाइज सबैजनाले माया सपोर्ट गरिदिनु होला सब्सक्राइब लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्छ म चाहिँ बाई बाई गाइज बाई बाई गाइज कोही कोहीले फेरि पक्कै मिलाउँदै ल बाई 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 एकबार के भनेको भन्छ है नमस्ते डुगर 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 ए खुट्टै डुगर ए कोही यहाँ दुइटा पागलहरू नि दुइटा पागल धेरै नै गाइस हामीले खाएको देखाउ त कसले बोतल ऊ यहाँ एक बोतल खाएको नि यस्तो भइसक्यो होइन तिमीहरू कहिले सुध्रने अब फुर्सद हुनु पर्यो नि सुध्रिनलाई यहाँ दौडा दौड छ ला तेरो भ्लग गर्ने मान्छे यही हो यो कतिवटा भेडाले हेर्ने हो धेरै खाएको होइन क्या एक बोतल हो खाएको त नेपाली काङ्ग्रेस जिन्दाबाद जिन्दाबाद सन्तोष माहौल होइन सन्तोष टिकुली नेटभरि के तिमीहरूको भिडियो त्यो के चाउमिन र चाउमिन र मोमो हेर्नु होइन होइन आफ्नो नै पारा है गाइसहरू हामी चाहिँ यस्तै हो धेरै टाइम त्यो बोतल लिएको चाहिँ एक बोतल खाएको है हामीले
पिन्छ अरे के हामी त भाइरल हो अनि पन हटेपछि लै बरी लै बरी लै मेरो त झन् यस्तो परिरहेको भातै नरुचेर म त भन्दा आज म हिँडेर आएको थियो अनि मैले खाएँ मैले मैले जान के तपाईँ पकाउनेर भरे के गर्ने तपाईँ पनि छैन है उधारो 2 किलो मासु लैदिन 2 किलो म पनि आउँछु म त नि आऊ कसको नाममा तेरो नाममा फरक नाममा के बर्थडे हो आज फरक हो नि ऊ त चरा कस्तो राम्रो बसेर त चरा बर्थडेको छाटो अहिले पकाएर बर्थडेको छाटो अहिले पकाएर दिएको पर मासु 2 किलो ल्याइदिए त्यो देशमा त आउँछ कुन घर 3 महिना खाइ होइन है के गर्ने छैन घर गएर जान्छ र 3 मान्छे त घरमा चाहिँ कुन पहिला जान्छ कि पहिला चाहिँ के थाहा बाटैमा है कति मजा आउँछ लैजाम न ल त्यही फेरि यहीबाट जा खर्नु नदेला नि फेरि रोक सबै उहिले काटेको रहेछ बोलो बोलो मेसिनले काटेको मेसिनले पर्यो अब रहेछ माथि हेर नि मान्छे रहेछ छ्यामा लाज लाग्छ फेरि भिडियो गर्दैन जोडी के माथि पर्यो भनेको हुन्छ त नि दुसरो एक्स्ट्रा भएछ कि त्यो बिचमा हल्वा के के बिचमा बस्दैछ कि त्यो कमेडी नहोस् डनहरू निस्किरहेछ आयो मेरो अङ्गलाई दुख्यो भाइ यसरी